सो यो ओह्रालो हामी झर्ने बित्तिकै चाहिँ हाम्रो यहाँ तलबाट बस पार्क जस्तो छ क्या अरे। नाम चाहिँ मैले बिर्सेँ, पहिले धेरै वर्ष पहिला आएको। वाउ, यहाँ त सानो स्तूपा टाइपको बनाएको छ। बुद्धको स्ट्याच्यु पनि रहेछ होइन। वाह, ल यहाँबाट दामी भ्यू आउँदैछ। ल हेर्नुहोस्, देखिन्छ होला होइन राम्रो भ्यू। सो हेरौँ। ल कसम बस पो आयो त, टेन्सन भयो त। अब जाने कता? फसियो ल गाइज, हेर्नुहोस् यस्तो छ बाटो चाहिँ। ल आइगेस यो टिस्टुङ पाल्नु नि कता आयो, यस्तो छ बाटो। सो हामी चाहिँ माथिबाट आयौँ होइन, त्यो मोहिनी झरना चाहिँ जाने बाटो चाहिँ यो रहेछ। ल हेर्नुहोस् गाइज, यहाँको बाटो चाहिँ यस्तै छ। झर्ना यता हो, झर्ना 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 हजुर। ए ल हस् हस् हस्। ल गाइज, वी आर अन द राइट ट्र्याक। सो झर्ना जाने बाटो यही चाहिँ यही नै रहेछ होइन। सो ए ए ए ए ए के हो यस्तो त? ए ए ए ए रहेछ त। ओए पछाडि पाङ्ला त साना घुम्छ त के भएको जस्तो। ओइ ओइ पाङ्ला चिप्ल्या हेर्छन् कता हो होइन। विद्युतीय घरधारा होइन। कुलीखानी पुग्यो। कहाँ पुग्यो हामी? ल गाइज, कता हो कता? हामी त अलमलले पऱ्यौँ दाइ पनि झर्ना। हस्, थ्याङ्क यू। सो गाइज, हामी चाहिँ राइट ट्र्याकमा हिँडिराखेको रहेछौँ होइन। सो सेरा जाने बाटो भनेर चाहिँ वे टु सेरा। त्यो चाहिँ टर्निङ छ त, टर्निङ फेरि ओह्रालो आएछ होइन। यहाँ चाहिँ अलिकति चिसो रहेछ कि, हावा पनि अलि हान्दो रहेछ होइन। खोइ ल, यहाँ त बाटो सिधै त होला कि के हो होला। यहाँ त केही पनि छैन, बोर्डर पनि यतातिर हो कि जङ्गलै जङ्गल छ। यहाँ पनि दुईवटा बाटो छ, घर रहेछ यहाँ पनि। अब हामी चाहिँ यो बाटो चाहिँ नै जान्छौँ होइन। र बाटोमा चाहिँ केही पनि छैन, अन द वे कता होइन, राइट लेफ्ट केही पनि छैन, बोर्ड पनि। कहाँ पुग्यो हामी। ल वाह, त्यहाँ दामी खोला रहेछ त यार। अब धेरै टाइम नलाग्ला झर्ना पुग्नुको लागि होइन। यहाँबाट चाहिँ ढलान बाटो रहेछ होइन। अब चाहिँ खोलाको साइड नै पुग्न लाग्यो आई गेस। ब्रदर, झर्ना जाने बाटो कता हो? ए पारि जानुपर्छ कि यो साइडमै हो? पारि जानुपर्छ? पुल छ? ए ल ए ओके। ल भाइहरूले भन्यो होइन। सो यहीँबाट पाएँ, यहीँ पुल पारि जाने रहेछ। ल ल पुल चाहिँ यस्तो रहेछ होइन। वाह, ल सुपर्ब रहेछ त यार। अन्त माछा नि पाउँछ होला, बच्चाहरू स्विमिङ पनि गर्छ होला यता। ल बालु सलाई पनि निकालिराखेको रहेछन् होइन। सो अब यस्तो पारितिर गयौँ भने चाहिँ पुग्छ होला। दामी छ यहाँ त, फुटबल चौर पनि रहेछ होइन खोलाको साइडमा। ल हेर्नुहोस्, भिलेज पनि छ। हामी चाहिँ खोलाको साइडमा छौँ। अब यहाँबाट कन्फ्युजन भयो, फेरि माथि हो कि तल? ओ माई गड, हाँसहरू पुरा स्विम गरिरहेको छ। सो माथितिर लाग्यो होइन। सो माथितिर होस् लागिरहेको छ यस्तो हेर्दाखेरि चाहिँ। तर थाहा छैन, फेरि बाटो मिस्टेक भयो भने फेरि तल पनि आउनुपर्ने हुनसक्छ। मिस्टेक भयो जस्तो लागिरहेको छ। हामी त सिधै गाउँमा पुग्नु लाग्यो त यार। ओ माई गड।
मिस्टेक त आएन हामी बस न बस ल हामी चाहिँ रङ वे आएर जस्तो लाग्यो मलाई चाहिँ होइन सो म त फर्किन्छु तलपट्टि अब तल गएर फेरि मान्छेको भेट्यो भने सोध्छु त्यहाँ स्ट्रेटै होला ल फर्कियो मिस्टेक भयो ओए पाङ्ला त पुरा फ्ल्याट घुम्छ त पछाडि त ल यहाँबाट चाहिँ हामी राइट राउन्ड हान्छौँ होइन त्यसपछि सोध्छौँ कता हो बाटो भनेर ल्या हाल्छौँ पानीमा केही फरक पर्दैन यहाँ त दामी छ होइन फ्लावरहरू हेर्नु तिहारको लागि कसलाई चाहियो फ्लावर भन्नुहोस् है यहीँबाट बेचिदिन्छु म ल अब आइपुग्नु लाग्यो होइन यहाँबाट लेफ्ट जानुपर्छ भनिरहेको छु उकालो नजानु भनिरहेको छ होइन ए ओके सायद यही उकालो भन्नु खोज्छ होला हामीलाई सिधा जा भन्नु खोजेको जस्तो ओके न सिधा ए उकालो नलाग्नु भनेको थिएँ सिधै भनेको थिएँ ल सिधै नै हो जस्तो ल सिधै गयो हामी चाहिँ यस्तो छ बाटो चाहिँ होइन ल ए मुनि नै हो क्या हो यस्तै छ ल बाटो चाहिँ वाह यो हो नि त वाह वाटरफल डुड वी आर अन द रङ ट्र्याक आई गेस सो यो वाटरफल भन्छ मैले अर्को वाटरफल भन्नु जस्तो लाग्थ्यो वाह दामी छ त यार दाइ तल जाने बाइक कता लान्छ तलबाट यतै बाइक ल दामी रहेछ त हजुर यो झर्नाले के भन्छ यो के भन्छ यसलाई हो कुलेखानी नि के भन्छ हामी अर्को झर्नामा आएको हामी अर्को ठाउँमा आइपुगेछ अझ अगाडि मोइन झर्ना ओके नाइस भनेर चाहिँ हामी राइट ट्र्याकमा छौँ कति टाइम लाग्छ दाइ हाम्रो मोइन झर्ना पुग्नु मोइन झर्ना कति टाइम लाग्छ मोइन झर्ना कति टाइम 20 मिनट अझै ल हामी चाहिँ यो बाटो हाल्छ नकरा भाइ त ल हामी त गाडी हाल्ने हो गाडीमा जहाँ पुग्छ ओ अलरेडी एउटा बाइक आइसकेको छ ओके गाइज ल हेर्नुहोस् ड्याम होइन दामी छ तर स्विमिङ खेल्न नआउने त्यस्तो मान्छे चाहिँ नजानुहोस् होइन रिक्स पनि छ यसमा चाहिँ माछा मारेर राखेको रहेछन् होइन सो 500 हालिराखेका छन् भोलिको लागि बिहान आएर नि उतार्छन् होला उनीहरूले ल अब चाहिँ यहाँबाट फर्किन्छु माथितिर जान्छु हाफ एन आवर जति होइन मोहिनी झरनातिर ल यो चाहिँ कता हो कता गाडी छ है चौरमा कुदाइरहेको छु अब यहाँबाट रोडमा पुऱ्याउने कसरी यहाँ अब हेर्नुपर्छ यहाँ जहाँ पुग्छ यहाँ अब डर ल यस्तो छ बाटो ल बाटो त यहाँ यस्तै हो हेर्नु साथीभाइहरू ल क्रस भयो यस्तो घाँस थियो ल हेर्नु सो अब यो बाटो हो जस्तो लाग्छ अब जान्छौँ हामी होइन सो वाउ ओए अब यहाँबाट पो रहेछ त सही बाटो त फाल्टुमा हाल्नु पऱ्यो नि त होइन त गाइज ल
बाटो हेरिहाल्नु होइन। पानी पऱ्यो भने चाहिँ बर्बाद छ, पानी नपरेसम्म त चिली रहेछ बाटो। ल यहाँबाट कहाँ पुग्छ? ओ यहाँ त अलरेडी बाइक साइक आइसकेको रहेछ। सोचिरहेको थिएँ ल यहाँबाट बाटो छैन जस्तो लागेको रहेछ। हेरौँ कहाँसम्म पुग्छ बाटो। ए हे कहाँ हो यो त बाटो त फसियो। यहाँबाट त बाटै रहन्छ त। ल बर्बाद भयो ल। ए गाडी ओर्लिनु पर्ने भइरहेको छ यार। भैया यो त के गाह्रै भयो त। आमा पाङ्ला त्यस्तै छ त। हेर्नु गाइज फसियो ल गाइज हामी त तल खोला आयौँ। अब फेरि अघिको बाटो पुगेर टर्निङबाट यो माथिबाट आउँछौँ है। ल अब चाहिँ यो उकालोमा आइपुग्यो होइन। त्यो बाटो अघि गएको त्यो चाहिँ रङ वे रहेछ। त्यहाँ माथि खोलामा फसेको होइन, देखिहाल्नु भयो। अब चाहिँ माथिको बाटो जान्छौँ हामी। ल यस्तै जानु पऱ्यो होइन। साना लाएर के हो यस्तो बाटो चाहिँ होइन। ल अघि तल बाटो जाँदाखेरि होइन कहाँ पुगेको म देखाउँछु ल तपाईँहरूलाई। त्यहाँ माथिबाट देखाउँछु म। यहाँबाट देखिन्छ खोला पुगेर बाटै ब्लक रहेछ लास्टमा आएर त। बल्ल तल बाइक घुमाएर निकालेको ल है। अघि चाहिँ होइन कहाँ भन्दाखेरि उहीँ यो तल यहाँ आएर चाहिँ फस्या हो क्या। मुनि हेर्नुहोस् होइन त्यहीँ फस्या हो क्या अघि आएर। यहाँ भर्खर एउटा दाइले सोधेको अझ 20 मिनट लाग्छ भन्छ यो ठाउँबाट होइन। चिसो छ क्या बाइक। ल धेरै पछि यहाँ एउटा बाइक पल्छ त के हो त्यही पनि आराम रहेछ। ल गाई चाहिँ हालत यस्तो छ बाटोको। जानु पऱ्यो होइन। ल झुलुके पुल पनि रहेछ यहाँ होइन। यहाँ त धेरै ध्यान दिनुपर्छ। योभन्दा पछि साइडपट्टिको त सब भिडियो हो फेरि। ल गाइज भेरी गुड न्युज होइन। सो हामी त्यताबाट आएको बाटोबाट होइन मैले सोचिरहेको थिएँ झर्ना पुगेर फेरि यही बाटो रिटर्न ब्याक हुनुपर्छ भनेर होइन। सो यो बाटो चाहिँ फेरि रिटर्न ब्याक भयो भने धेरै घुम्नुपर्छ हामीलाई होइन। तर यही बाटोबाट सिधै जानु मिल्दो रहेछ होइन उता कुलेखानी काठमाडौँ साइडतिर। सो फर्किने 1-1.5 घन्टा लाग्थ्यो। अब एटलिस्ट यो बाटोबाट त सजिलो भयो नि त। लोकललाई सोद्धाखेरि मिल्छ भन्ने राखेको छ। अब हेरौँ मिल्छ कि मिल्दैन चाहिँ। ल गाइज यहाँ त उकालो रहेछ होइन। पुरा अफरोड उकालो ल हेर्नु हालत। कोही सिसामा टेक्यो त्यहाँ छ्या पानमा नै सिसामा टेक्यो के। ल यहाँ त ढलान रहेछ बल्ल। यहाँ सिसामा पछाडि पाङमा टेक्यो जस्तो लागिरहेको छ मलाई। कुन चाहिँको काम हो क्या फडाएको यार। ब्रिज रोडमै बोतल फुटाएर राखिरहेको छ। ल अब चाहिँ यहाँबाट चाहिँ 10 मिनट लाग्छ होइन। ओहो बुलेट राइडर आइरहेको छ त गाइज। दस मिनट होइन 10 मिनट भनेको होइन हाम्रो लागि। अब ओहो भ्यू सही छ त भ्यू त। यस्तो दामी भ्यू छ त। ल हेर्नुहोस् त्यहाँ त मन्दिर पनि रहेछ त डाँडाको टुप्पोमा। थाहा थिएन। अनि छेउछेउमा चाहिँ के फोहोर हो कि के हो त्यो कस्तो खालको रहेछ त। ल उता फेरि सानो मालदिप्स बनाउनु लाग्यो क्या त्यहाँ चाहिँ। आयो फेरि उकालो ओह्रालो होइन। अब कन्फ्युजन फेरि अगेन। ओके योपालि चाहिँ रहेछ कुलेखानी। ओके गाइज यहाँ नयाँ कुरा त अब ल दामे जाने बाटो चाहिँ माथि बाटो रहेछ। सो वी आर गोइङ टु कुलेखानी। ल फेरि ओह्रालो आयो। ओह्रालो
यस्तो छ उरालो बाटो त के हो ढुङ्गा नि कत्रो हो भैया थिचिन्छ क्या अगाडिको त यार उरालो छ त यहाँ ल बाटो त हिँड्नु गइहाल्यो होइन यस्तोमा चाहिँ फेरि अलिक ध्यान दिनुपर्छ 5 साइड हुन्छ ब्रेक पनि हाल्नु छैन होइन मिलाएर चलाउनुपर्छ अब चाहिँ मलाई लाग्छ कि यो टर्निङ पछि चाहिँ आउँछ जस्तो लाग्यो होइन किनकि अलिकति हामी ओह्रालो गइरहेको छौँ नि त अघि उकालो आइरहेको थियौँ नि त अनि यो अलिक खाल्टोतिर पनि पर्ला आयो कि प्रायः जस्तो त्यो त हुन्छ नि होइन घरमा यो पोल्टातिरै हुनुपर्छ सायद ल यहाँ चाहिँ रातो माटो रहेछ होइन ए होइन त्यो स्याउला रहेछ स्याउला सल्लाहको पात ल गाइज त्यो खोला क्रस गर्नुपर्ने भएन सो अब हेरौँ रोड होइन कहाँबाट हाल्ने हुन्छ ल म त यही साइडबाट हालिदिन्छु होइन केही फरक नपर्ला डबल रोड छु म ओर र माइकलका आछु मेरो जुत्ता चाहिँ अलिकति टच भयो ल यही खोला पार गरियो यार अब एउटा माथि हो जस्तो लाग्छ अलिकति यहाँ त उकालो हाँके छ है त्यो खोलाबाट माथि अब कतिजना टाइम लाग्ने होला बल्ल उकालो सक्यो ल हेर्नु खोला पछाडि हेरिहाल्नु भयो होइन यहाँ त्यस्तै हो अझै उकालो रहेछ ओ माई गड आइगयो ल गाइज ल फाइनली डेस्टिनेसन मोनी झर्ना ल कस्तो यहाँबाट चाहिँ हिँड्नुपर्ने जस्तो छाडकाट देखाएको छु मैले ओके मोहिनी झर्न जाने बाटो भनेर चाहिँ उकालो ल ना मोहिनी खोइ यसले मोहिनी बनाउँछ कि बनाउँदैन झर्नाले ए त पार्किङ यहाँनिर ल यहाँ त सन्जिता खाजा घर पनि रहेछ ल ओ मैले देखिसकेँ यहाँ झर्नाको ठाउँ ल हेर्नुहोस् यहाँबाट देखिसक्यो ल ओके ल फाइनल्ली आइपुग्यो पारी देखिरहनु भएको छैन झर्ना ल राम्रै रहेछ वा ल अब एकछिन हिँडेर जान्छौँ सो झर्नाको चाहिँ चिक्क लाग्दो रहेछ होइन 25 रुपिज समितिबाट होला आई गेस सो दुईजनाको लागि टिकट काटेँ अय्या हस् थ्याङ्क यू